हेलो हेलो नमस्ते सम्पूर्णलाई न्यू ब्लग साथीहरू। म चाहिँ आज 7 बजे गाडी निकालेको छु है हैन। हिजो त मेरो गाडी बिग्यो हैन, त्यो फ्युल पम्प हुन्छ नि, त्यो फ्युल पम्पमा मेरो त्यो भाँचेको छ हैन, त्यो फिल्टर भाँचेर चाहिँ मैले त्यो डटबिनको चाहिँ त्यो खोल्ने चाहिँ जोगाड गरेर चाहिँ बनाएर राखेको छ हैन। त्यसले गर्दा तेल पास भइरहेको हैन। अनि म चाहिँ अहिले सिधै अन्त ग्यारेज जाँदैछु है। ग्यारेज गएर चाहिँ त्यो फिल्टर हाल्छु मैले हैन। त्यो फिल्टर हालेपछि चाहिँ अनि बल्ल म काममा निक्लिन्छु। यो एयर फिल्टर, यो फिल्टर चाहिँ मेरो हिजो भाँचे थियो हैन। हिजो भाँचेर नि आज फेरेको है। तेल पनि यसरी गइरहेछ। यो फिल्टर चाहिँ फेर्यो हैन। यो फिल्टर फेर्यो, यो बिच बाटोमा छ है। अब यो फिल्टर फेरेपछि चाहिँ अब काम सक्यो भन्दा नि हुन्छ है, गाडी स्टार्ट हुन्छ। यो चाहिँ तेल इम्टी नै भएको छ नि त मेरो हैन। त्यही भएर चाहिँ यहाँ कार्बोरेटरमा चाहिँ तेल हाल्नु पर्ने भयो हैन। कार्बोरेटरमा चाहिँ तेल हालेर चाहिँ स्टार्ट गर्छौँ हामी है। सायद कार्बोरेटरमा तेल हालेपछि त स्टार्ट हुन्छ होला है। त्यो त राख्दा त्यो सानो पल्म हाल्ने। यो गाडीले एयर लियो भने चाहिँ यसरी नै तेल हाल्नुपर्छ है, न त यहाँ कार्बोरेटरमा तेल आउनु न। यहाँ चाहिँ सुक्खा हुन्छ कि है, सुक्खा हुन्छ। अनि त्यो सानो पल्ममा चाहिँ तेल हालेपछि चाहिँ हुन्छ है। बढी भयो तेल त माछा, तेलको बढी भयो। त्यो तेल बढी भयो भने त्यस्तो हुन्छ। कालो ल्याउनु त, तालो पछाडि छ। तेल बढी भयो भने स्टार्ट हुन्न अरे कहाँ त्यो खाना त फाइनल्ली गाइस है, गाडी बन्यो है। बल्ल बल्ल बनायो ठ्याक्क गाडी बनाएर चाहिँ अहिले चाहिँ म एउटा ट्रिप लिनु जाँदैछु है। यो ट्रिप चाहिँ यता इन्द्रणी पुलबाट चाहिँ त बसपारा लोसे मल आउने ट्रिप हो है। त्यो ट्रिप म लिएर आउँछु। त्यो ट्रिप लिएर आएपछि चाहिँ फेरि मेरो एउटा कन्ट्याक्ट ट्रिप छ कि होइन। सायद म सुन्दारा जान्छु होइन। सुन्दाराबाट चाहिँ फेरि भक्तपुरको एउटा ट्रिप छ है। अनि भक्तपुर जान्छु। त्यो अफलाइन ट्रिप हो। त्यो चाहिँ सामान डेलिभरी हो क्या, सामान डेलिभरी हो। त्यो एउटा दाइले गरिरहनु हुन्थ्यो, त्यो कन्ट्याक्ट ट्रिप हो। अनि दाइले चाहिँ आज नभ्याउने अरे, त्यही भएर चाहिँ मलाई लगाइदिनु भएको छ होइन। त्यो कन्ट्याक्ट ट्रिपले चाहिँ मलाई 1200 दिन्छ है। 1200 दिन्छ। अलिकति सामान हो बोकेर लानुपर्ने गाडीले। अब ठिकै छ गाइस। पहिला चाहिँ इन्द्रणी पुल गएर बसपारा काम, त्यसपछि न्यू रोड गइन्छ होइन। न्यू रोड गएपछि म तपाईँलाई अपडेट गरिहाल्छु। ल त गाइस, हुन्छ। मैले घुमाएर ल्याए हो। हस्पिटल चाहिँ यही हो, छाउनी हस्पिटल, आर्मीहरूको हस्पिटल हो। होइन त्यहाँ यहाँ रोक्न दिँदैन क्या। अनि भनेको मान्छे झारेको हुन्छ। अलिक ठ्याक्क छाउने हस्पिटल ल्यायो होइन। अब यता लोसे मलबाट ल्याएको होइन। 300 मा छाउने हस्पिटल ल्यायो होइन। अब यहाँ मान्छे झार्यो होइन। तपाईँहरूले टेन्सन भयो, भित्र चाहिँ नजाने अरे, यहीँ गेटमा झार्ने भनेर झार्थ्यो होइन मैले। अब यहाँबाट चाहिँ म उता जान्छु। यहाँ म न्यू रोड जानु छु, तर म बसबाट गएर जान्छु कि। किनकि मलाई न्यू रोडको खाली जानु भनेर मान्छेले जानु पऱ्यो क्या। अनि किनकि मेरो त्यहाँबाट कन्ट्याक्ट ट्रिप छ नि त, मैले अघि नै भनिसकेँ तपाईँलाई होइन। मेरो कन्ट्याक्ट ट्रिप छ, त्यही भएर चाहिँ म त्यताबाट चाहिँ अनलाइन हेर्छु र अनि जान्छु।
पाइनँ भने चाहिँ 11 बजी जसरी चाहिँ नपुग्नु चाहिँ पर्छ। मैले फोन गरिसकेपछि म आउँछु भनेर ल त गाइस। मैले चाहिँ यता भिरकुटी मण्डपको चाहिँ होइन अनलाइनमा त्यही 400 रुपियाँमा ल्याएँ माछा पोखरीबाट होइन। अब चाहिँ म न्यु रोड जाँदैछु अनि धरारा पनि खुलिसकेछ है। सबजना घुम्न आउनुहोस् होइन। लगभग मैले थाहा पाएँ 200 रुपियाँ पर व्यक्ति भने जस्तो लागेको छ के अरे होइन। अनि विदेशीहरूलाई चाहिँ अलिक महँगो छ क्या, नेपालीहरूलाई चाहिँ 200 रुपियाँ हो होइन। बिहानको 10 बजीबाटै खुल्छ। मान्छे बराबर प्याकाप्याक छ। साथीहरू मलाई चाहिँ यो ढ्याक्क गल्कुपाखा जाने चाहिँ 770 को चाहिँ यो भक्तपुरबाट लागेछ है। म अब लिन जाँदैछु है। म न्यु रोडबाट यता भक्तपुर आएको थिएँ नि त त्यो सामान डेलिभरी गर्न। यहाँ ल्याएर छोडेँ, त्यसपछि पानी पनि परिरहेछ है। अनि ट्याक्क त्यतैतिरको टिप लाग्यो। अब लिन जाँदैछु, मान्छे मन्दिरमा हुनुहुन्छ अरे, त्यहाँबाट चाहिँ म जाँदैछु है। ल त गाइस साथीहरू आज चाहिँ ठिकै कमाइ भयो होइन। त्यति राम्रो पनि होइन त्यति नराम्रो भएन। आज चाहिँ ठिकै कमाइ भयो। तपाईँले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ मैले 3000 प्लस चाहिँ कमाएँ होइन। जम्मा 6 मात्रै ट्रिप गरेँ मैले। 6 ट्रिपमा चाहिँ 52 किलोमिटर चाहिँ हिँडेँ होइन। मेरो चाहिँ पर किलोमिटर चाहिँ 58 रुपियाँ जति परेछ। यो राम्रै परेछ। जम्मा 7वटा मात्रै राइड हान्न पाएको मैले आज होइन। अनि मेरो त आज गाडी बिग्रियो नि त। अनि गाडी बिग्रिएर बिहानमा त्यतै लस्ट भयो होइन समय। त्यही भएर मैले खासै त्यतिखेर चाहिँ काम गर्न पाइनँ कि आज होइन। मैले तपाईँहरूले देख्न सक्नुहुन्छ मैले खासै त्यति राम्रो चाहिँ काम त गर्नु पाइनँ होइन। जे भए पनि आज चाहिँ राम्रै कमाइ भयो होइन। यति कमाइ पनि त्यति नराम्रो चाहिँ होइन होइन। जस राम्रै कमाइ भयो है साथीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ। अब यस्तै छ है। कुनै दिन त अब धेरै राम्रो पनि हुन्छ, कुनै दिन चाहिँ अब हुँदैन अब है। अनि अहिले चाहिँ बेलुकाको लगभग 8 बजिसकेको छ है। त्यही भएर चाहिँ म रुमतिर जान लागेको है। अनि यो भिडियो हेरेर चाहिँ तपाईँहरूलाई लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनुहोस् होला है साथीहरू। यति भन्दै चाहिँ आजलाई नै बिदा हुन्छ है। भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट चाहिँ गर्नुहोस् होला है। मेरो यतिखेर टिप्पर आउँछ टाढा बोल्न जाँदा के देखिन्छ होइन। त्यहाँ चाहिँ बोल्न लागेको आँट पनि हराउँछ अनि बोल्न लागेको त्यो शब्दहरू पनि हराएर जान्छ साथीहरू है।